लागेँ बहिनीलाई भेट्नलाई। हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। इट्स मी। म चाहिँ बिहान बिहान नुहाइधुवाइ गरेर चाहिँ रेड फ्लग लाएर एकदम रेडी हो, यहाँ हेर्न सक्नुहुन्छ। अनि म चाहिँ यहाँ रातो कुर्ती लाएर चाहिँ म सानीमाको घरतिर लागेँ। त्यसपछि यो चाहिँ सानीमाकी कान्छी छोरी नर्सरीमा पढ्छ नि, यति क्युट छ। त्यसपछि यता खाना खाएँ, अनि खाना चाहिँ मैले चना र चटनी खाएँ, यस्तो मिठो थियो। त्यहाँपछि सपिङको लागि गएँ, बुनुलाई कपडा किनिदिने भन्नु। अनि यता मैले जुत्ता चप्पल छाता के किनेँ कि फाइनली आएँ। अनि यस्तो भोक लाग्थ्यो। अनि यता चाहिँ ठुली बहिनीले चाहिँ यहाँ पकाउँदैछ, म चाहिँ आनन्दले के अब दिदी बसी आनन्दले बसेँ। त्यहाँपछि पास्ता बनाएँ, अनि मिठो थियो। अनि यता चाहिँ यस्तो पानी परिरहेको थियो। त्यता चाहिँ आरू लिची थियो, टिपेर खायौँ। त्यहाँपछि यता मिठो कफी बनाएँ। अनि त्यहाँपछि म लागेँ रुमतिर। आज यस्तो केही रमाइलो भयो। त्यहाँपछि म रुमतिर लागेँ। सानीमाले अझ टिफिनमा मलाई तरकारी दिनु थियो, त्यही खाएँ। थ्याङ्क यू गाइस।